घरबाट बाहिर निस्कनै मन नलाग्ने, जे गरे पनि घरमै गरौँ जस्तो लाग्ने। यो एउटा यस्तो भावना हो जुन सायद आजभोलि धेरैले महसुस गरिरहेका छन्। आउनुहोस्, आज हामी यही इच्छा पछाडि लुकेको मनोविज्ञानलाई अलिकति केलाएर हेरौँ। सुरुवात एउटा अनुभवबाट गरौँ है त। कहिलेकाहीँ यस्तो लाग्दैन कि बाहिरी संसार एकदमै हल्ला, कोलाहलपूर्ण र अलि बेकार जस्तो छ? मतलब घरको ढोका बाहिरको हरेक कुराले दिक्क लगाउँछ जस्तो। अब यहाँनिर एउटा प्रश्न उठ्छ, के हो साँच्चै अल्छीपना मात्रै हो त, कि कतै डिप्रेसनको सङ्केत पो हो कि? वा हाम्रो दिमागले नै हामीसँग कुनै गहिरो खेल खेलिरहेको छ? यहीँनिर हाम्रो पहिलो खण्ड सुरु हुन्छ। आखिर घर किन यति प्यारो लाग्छ? किन घर नै संसारको सबैभन्दा सुरक्षित र प्यारो ठाउँ हो जस्तो लाग्छ त? आउनुहोस् बुझौँ। सबैभन्दा पहिले त यो बुझ्न जरुरी छ कि यस्तो महसुस गर्ने हामी एक्लै छैनौँ। घरलाई स्वर्ग अनि बाहिरी संसारलाई एउटा झन्झट मान्ने यो भावना आजको समयमा एकदमै सामान्य भइसकेको छ। अब सबैभन्दा रोचक कुरा, हाम्रो दिमागले घरमै बस्नलाई किन यति धेरै प्राथमिकता दिन्छ? वास्तवमा हाम्रो दिमागमा 4वटा यस्ता गोप्य कार्यक्रमहरू चलिरहेका हुन्छन् जसले हामीलाई घरभित्रै तानिरहेका हुन्छन्। ल, एक एक गरेर हेरौँ न त। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कारण हो सेफ जोन, अर्थात् सुरक्षित क्षेत्र। हाम्रो दिमागको डिफल्ट सेटिङ नै यही हो, ऊर्जा बचाउन र जोखिमबाट जोगिन सधैँ सुरक्षित र अनुमान गर्न सकिने वातावरण खोज्ने। यो भिन्नता एकदमै स्पष्ट छ हैन र? दिमागले घरलाई एउटा चार्जिङ स्टेसनको रूपमा हेर्छ, जहाँ सुरक्षित महसुस हुन्छ, जहाँ आराम मिल्छ, तर बाहिरी संसारलाई भने अज्ञात खतरा र बाधाहरूले भरिएको ठाउँको रूपमा लिन्छ। यो भावना यतिसम्म गहिरो हुन्छ कि भनिन्छ नि, घरको लामखुट्टे पनि परिवारको सदस्य जस्तो लाग्छ। मतलब बाहिरको अपरिचित संसारभन्दा घरभित्रको सामान्य समस्या पनि कता प्यारो लाग्न थाल्छ। अब दोस्रो कारणमा जाउँ, कम्फर्ट जोनको पासो। सुरुमा घरको आरामले जुन सुख दिन्छ नि, त्यो बिस्तारै एउटा लतमा परिणत हुन सक्छ। एउटा यस्तो लत जसबाट बाहिर निस्कन साँच्चै गाह्रो हुन्छ। जब हामी यो आरामको पासोमा फस्दै जान्छौँ, हाम्रो आत्मसम्मान, आत्मविश्वास र महत्त्वाकांक्षा जस्ता महत्त्वपूर्ण कुराहरू बिस्तारै घट्दै जान्छन्। अनि दिमागले यही कमजोर अवस्थालाई नयाँ सामान्य हो भनेर स्वीकार गर्न थाल्छ। तेस्रो कारण इन्ट्रोभर्ट वा अन्तर्मुखी हुनु मात्र होइन है, यो ऊर्जा संरक्षण गर्ने व्यक्ति हुनुसँग सम्बन्धित छ। अर्थात् यस्तो व्यक्ति जसको ऊर्जा मौनता र एक्लोपनमा रिचार्ज हुन्छ, तर सामाजिक भेटघाट र बाहिरी हल्लाले चाहिँ घट्छ। यसलाई एउटा उदाहरणबाट बुझौँ न। सोच्नुस् त, मोबाइलको ब्याट्री जम्मा 15%मा झरेको छ। त्यस्तो बेला के गरिन्छ? पक्कै पनि ब्याट्री धेरै खाने एपहरू चलाइँदैन हो। हाम्रो दिमागले पनि ठ्याक्कै त्यही गर्छ। आफ्नो थोरै ऊर्जा बचाउनलाई सामाजिक भेटघाट जस्ता ब्याट्री खाने कामबाट टाढै बस्न खोज्छ। र चौथो कारण हो ओभरथिङ्किङको जेल। घरमा एकान्तमा बस्दा दिमागले अलि बढी फुर्सद पाउँछ र बाहिर जाँदा के नराम्रो होला भनेर अनेकौं खराब अवस्थाहरू कल्पना गर्न थाल्छ। त्यसो भए यी सबै कारणहरूले के देखाउँछ त? मुख्य कुरा के हो भने, घर बस्न मन लाग्नु कमजोरी होइन। यो त एउटा सङ्केत हो जसलाई हामीले फरक तरिकाले बुझ्न आवश्यक छ। हो, फेरि एकपटक भनौँ, यो भावना कुनै कमजोरी होइन। यो त हाम्रो दिमागले पठाइरहेको एउटा महत्त्वपूर्ण सन्देश हो। त्यो सन्देश के हो भने, संसारसँग जोडिनु अघि आफैसँग अझ गहिरो सम्बन्ध बनाउन आवश्यक छ। र अक्सर यहीँबाट नै सकारात्मक व्यक्तिगत परिवर्तनको सुरुवात हुन्छ। ल, अब समाधानको कुरा गरौँ। यो अवस्थाबाट बाहिर निस्कन र संसारसँग फेरि जोडिनका लागि केही सरल र व्यवहारिक उपायहरूको टुल किट हेरौँ। सुरुवात एकदमै साना कदमहरूबाट गर्न सकिन्छ, जस्तै 10 मिनेटको नियम बनाउने, नजिकैको पसलसम्म मात्र हिँड्ने, मुड राम्रो बनाउने हर्मोन बढाउन केही बेर घाममा बस्ने वा घरमै 3-5 मिनेट स्ट्रेचिङ गर्ने। यी साना कामले बाहिर निस्कने ऊर्जा दिन सक्छन्। बाहिर जानका लागि कुनै न कुनै उद्देश्य बनाउँदा अल्छी कम लाग्छ। उद्देश्य ठूलै हुनुपर्छ भन्ने छैन। एक कप चिया पिउन जाने, 5 मिनेट हिँड्ने वा एउटा राम्रो फोटो खिच्ने जस्ता साना लक्ष्यले पनि ठूलो फरक पार्न सक्छ। यदि भिडभाड मन पर्दैन भने सामाजिक ओभरलोड कम गर्न सकिन्छ। शान्त ठाउँमा मात्र जाने नियम बनाउनुहोस् न, जस्तै मन्दिर, पार्क, नदी किनार वा कुनै शान्त पसल। यसले बाहिरी संसारलाई तनावको स्रोत होइन, बरु रिचार्ज हुने ठाउँ बनाउन मद्दत गर्छ। अन्त्यमा यो सबैको सार के हो त? त्यो पहिलो कदम कसरी चाल्ने?
यो कुरा याद राखौँ, घर मन पराउनु एकदमै सामान्य कुरा हो, तर बाहिरी संसार सोचे जस्तो डरलाग्दो पनि छैन। साना तर निरन्तर प्रयासले फेरि पनि आत्मविश्वासी र ऊर्जावान महसुस गर्न सकिन्छ। र अन्त्यमा एउटा सानो प्रश्न, के आज केवल 5 मिनटको लागि यो सानो परीक्षण गर्न सकिएला? एकपटकलाई प्रयास गरेर हेर्ने हो कि? पक्कै पनि यसो गर्दा हाम्रो दिमागले हामीलाई धन्यवाद नै दिनेछ।